सबै स्कुल मध्ये एउटा स्कुल चाहिँ यस्तो थियो कि हरेक मिडल क्लास फ्यामिलीले पढ्नलाई डिजर्भ गर्थ्यो, जसले चाहिँ आफ्नो छोराछोरीलाई पढाउनलाई मनी एफोर्ड गर्न सक्दैन उहाँहरूलाई फ्री एजुकेसन पनि प्राप्त गरिदिनु भएको थियो। त्यो स्कुलको नाम हो माया युनिभर्स एकाडेमी। यो स्कुलको नाम त हजुरहरूले सुन्नु नै भएको होला, यदि सुन्नु भएको छैन भने ल सुन्नु है त। माया स्कुल चाहिँ यस्तो स्कुल हो कि त्यो स्कुलमा हरेक देशबाट मानिसहरू घुम्न आउने गर्नुहुन्छ र पढाउन पनि आउने गर्नुहुन्छ। एउटा गरिब विद्यार्थीले धेरै भाषा सिक्न पाउने, धेरै कल्चर सिक्न पाउने भनेको यो धेरै ठुलो कुरो हो। माया स्कुलले गरिब विद्यार्थीको भविष्य उज्यालो बनाउनलाई पनि मद्दत गर्छ र हजुरहरूलाई थाहा नै छ होला नेपालमा एजुकेसन सिस्टम प्रब्लम, गरिबी प्रब्लम धेरै नै छ। यो सबै प्रब्लम बुझिदिने माया स्कुल जस्तो अरू स्कुल कमै छ होला सायद। 2073 मा उसको बुबा आमाले माया स्कुलमा एडमिसन गरिदिनु भयो र उसले फ्री एजुकेसन पनि पाउन सफल भयो। माया स्कुलबाट धेरै कुरा सिक्ने मौका पायो, पढाइ मात्र होइन अन्य खेलकुद, पब्लिक स्पिकिङ, हेल्पिङ, रेस्पेक्टिङ सबै कुरामा उसले सिक्ने मौका पायो। यसरी नै उसको जिन्दगी चलिरहेको थियो। तर 8 कक्षापछि यस्तो हुन्छ भन्ने उसले सोचेको पनि थिएन। 8 को एक्जाम सकिएपछि रिजल्ट आउँदा ऊ म्याथमा फेल भएको रहेछ। फेरि 8 कक्षामा म्याथको एक्जाम दिन पर्ने भयो र रि एक्जाम दिँदा फेरि ऊ पास हुन सफल भयो। त्यति बेला ऊ ह्याप्पी साथसाथै स्याड पनि थियो, किनभने उसको माया स्कुलमा लास्ट डे थियो। माया स्कुलमा 8 पछि क्लास नभएको हुनाले उनीहरू 8 पछि अर्कै स्कुलमा गएर पढ्न पर्ने हुन्थ्यो। त्यो समयमा उनीहरू सबै रोएका थिए। 7-8 वर्ष पढेको स्कुल छोडेर जाँदा कसको मन रुँदैन र। फ्री एजुकेसन दिनुभयो र उनीहरूले धेरै कुरा सिक्ने मौका पाए। 2080 मा उसले दमैल नजिकै रहेको निर्मल स्कुलमा एडमिसन गर्यो। त्यो समयको सिचुएसनमा उसँग पैसा नभएको कारणले एडमिसन फी पनि तिरेन। उसले सरहरूसँग कन्भिन्स गर्यो। ऊ निर्मल स्कुल पढ्दा समेत माया स्कुलले उसलाई एकदमै सपोर्ट गरिरहेको थियो। उसलाई ड्रेस, बुक सबै माया स्कुलले प्रोभाइड गरिदिनु भएको थियो। उसलाई गाउँबाट बस चढ्नको लागि 1 घण्टाको बाटो हिँड्नु पर्थ्यो। धेरै गाह्रो भएको कारणले ऊ र उसको साथी आनन्द विगत दमैल नै बस्ने निर्णय गरे। ऊ र आनन्द साथसाथै होस्टेलमा रहेको सङ्गम र रमेश समेत उनीहरूसँग बस्ने निर्णय गरे। उनीहरू सबै मिलेर स्कुल नजिकै रहेको रुममा बस्ने निर्णय गरे। दमैलले रुम लिएर बस्दा यतिको गाह्रो हुन्छ भनेर उनीहरूले सोचेको पनि थिएनन्। बिस्तारै बिस्तारै उनीहरूको पढाइमा पनि असर हुँदै गयो। माया स्कुलमा पढाउने सिस्टम र निर्मल स्कुलमा पढाउने सिस्टम टोटली डिफरेन्ट थियो। ती 4 जनाले स्कुलमा फी पनि मागिरहनु हुन्थ्यो, तर पैसा नभएको कारणले उनीहरूले फी पनि बुझाउन सकेनन्। उनीहरूलाई रुमको भाडा, खानाको खर्च निकाल्न एकदमै गाह्रो भएको थियो र त्यही माथि स्कुलबाट फी माग्दा झन् एकदमै गाह्रो भएको थियो। त्यतिखेर जसोतसो उनीहरूले 5-6 महिना कटाए र 5 महिनापछि उनीहरूको रुममेट सङ्गम आफ्नै गाउँमा गएर पढ्ने निर्णय गरे र सङ्गम गएको केही समयपछि आनन्दले फेरि स्कुल छोड्ने निर्णय गरे, किनभने परिस्थिति पनि त्यस्तै थियो। 4 जनाबाट अब रहे 2 जना। 2 जनाले छाडेर जाँदा 2 जनालाई एकदमै स्याड फिल भएको थियो, किनभने उनीहरू एउटै फ्यामिली भएर बसेका थिए। केही समयपछि उनीहरूको फाइनल एक्जाम पनि आइसकेको थियो। फाइनल एक्जाम पनि आयो र उनीहरूले सकेको मेहनत गरे। केही हप्तापछि उनीहरूको रिजल्ट पनि आयो। राजेन्द्रले र रमेशले नसोचेको अनएक्सपेक्टेड रिजल्ट आयो। उनीहरू रिजल्ट देखेर लास्टै अपसेट भए अनि रमेशले पनि पढाइ छोड्ने निर्णय गरे। अब रह्यो राजेन्द्र बिक। उसले रिजल्ट देखेर के गर्ने के नगर्ने केही सोच्न पनि सकेन र यो कुरा उसले घरमा सुनायो। घरबाट उसलाई सबैले पढ भन्नुभएको थियो। अब 2081 मा के हुन्छ उसको निर्णय हेरौँ है त। यो चाहिँ सबैजनालाई त डु नट जज बुक बाई इट्स कभर। यो भनेको त हजुरहरूले सुन्नु नै भएको छ होला होइन। पढाइले कसैको पनि फ्युचर डिसाइड गर्दैन। ओहो केही कुरा भन्न बिर्सेछ है राजेन्द्रको बारेमा। सो लेट्स गेट है त। राजेन्द्रले 2080 मा युट्युब पनि स्टार्ट गरेको थियो, तर उसले भनेको जस्तो सपोर्ट पनि पाएको थिएन। उसको च्यानलको नाम फिटराज हो। उसको युट्युब च्यानलमा हजुरहरूले फिटनेसको भिडियो, मुभिज हेर्न सक्नुहुन्छ। उसले युट्युब स्टार्ट गरेको केही समयपछि लास्टै स्ट्रगलमा परेको थियो। उसको फोनको क्यामेरा फुटेको कारणले उसले भिडियो बनाउन पाएको थिएन। त्यस कारणले उसले अरूको फोनबाट भिडियो गराउन स्टार्ट गर्यो र अझसम्म उसको स्ट्रगल जारी नै रहिरहेको छ। उसको मेहनत देखे अनुसार ऊ एक दिन अवश्य सफल हुनेछ र हजुरहरूले जति सक्नुहुन्छ उसलाई सपोर्ट गरिदिनु होला र मलाई पनि सपोर्ट गरिदिनु होला। भिडियो यति नै थियो। मन परेमा लाइक गरिदिनु होला र कमेन्टमा कस्तो थियो भनिदिनु होला। थ्याङ्क यू सो मच एभ्रिवान। किप सपोर्टिङ, किप लभिङ, बाई।